हेलो गुड मर्निङ सबैजनालाई। खोर्सानी चाहिँ यसरी मजाले फलेर पाकेर लटरम्मै भएको छ न। जस्तै बुधबार टिपेको र भए पनि पाकेर ड्याम्मै झोडी भएको छ। अब यो 2-3 दिनको छुट्टीमा चाहिँ यसलाई सब भाटाहरू भाँचिएर यो बेसी फलेर सबै लडेर छैन, यसरी भुइँमा यसरी सोत्तर भइरहेछ। फल्नु त यसरी मजाले फलेर पाकेर ड्याम्मै उयो भएको छ, तर बोट लडेर छैन। पानी बेसी जति पानी बोटमा उयो भयो त्यो लोड यता खोर्सानीको बोटको उयो भएर सबै यसरी बर्बाद भएको छ। त अब आज भोलि 1-2 दिन लगाएर त्यसलाई सेनेक पार्नु पर्ने छ। ऊ माथितिर त राम्रै सेनेक भएको छ। अब यता चाहिँ